सिस्टर हाल म रोमानियामा छु। यदि त्यहाँ आएर इन्पार्टमेन्टोमा रेजिस्टर गरेर लिगल जब गर्न पाइन्छ, प्लिज एक्सप्लेन मी भनेर भन्नुभएको छ। फर्स्टमा चाहिँ हामीले यो इन्पार्टमेन्टो भनेको के हो पहिला त्यो बुझ्नुपर्ने भयो। अनि त्यस पछाडि चाहिँ गर्न पाइन्छ कि पाइँदैन भन्ने कुरा हो। यो इन्पार्टमेन्टो भनेको चाहिँ हामी स्पेनमा आयौँ कुनै पनि ठाउँबाट, अनि आइसके पछाडि चाहिँ हामी यहाँ आउनुको कारण भनेको चाहिँ 2 वर्ष पछाडि चाहिँ टिआरसी कार्डको लागि अप्लाई गर्ने, रेसिडेन्सीको लागि अप्लाई गर्ने भनेर यहाँ आएका हुन्छौँ, लिगल बन्ने भनेर। अनि त्यो कुरामा चाहिँ स्टार्टिङ पोइन्ट भनेको चाहिँ हामी यो स्पेनमा आएको छौँ र 2 वर्ष कहिलेदेखि काउन्ट हुन्छ भन्दाखेरि चाहिँ स्पेनमा आउनु बित्तिकै हाम्रो 2 वर्ष काउन्ट भएन क्या। स्पेनमा आएर चाहिँ हामीले इन्पार्टमेन्टो गऱ्यौँ भने चाहिँ इन्पार्टमेन्टो चाहिँ हामी यो ठाउँ स्पेनमा आएर यो घरमा, यो फ्ल्याटमा, यो लोकेसनमा, यो एड्रेसमा हामी बसोबास गर्छौँ, एउटा भाडादारको रूपमा भाडा तिरेर यसरी बस्छौँ भनेर चाहिँ त्यहाँको बकाइदा डिटेलहरू चाहिँ हाम्रो पासपोर्टमा जोडेर नम्बरसहित जोडेर सिस्टममा अपडेट गराउनु पर्यो। र सिस्टममा हालिसके पछाडि चाहिँ यहाँको सरकारलाई थाहा हुन्छ कि हामी यो दिनदेखि यहाँ आएका छौँ भनेर। तपाईँ यहाँ 2 वर्ष अगाडिदेखि आउनुहोस्, तर इन्पार्टमेन्टो गरेको छ भने तपाईँको दिन काउन्ट भएन। सो त्यस्तै इन्पार्टमेन्टो भनेको चाहिँ त्यो चिज हो कि हाम्रो लागि यहाँको 2 वर्ष काउन्ट गर्ने दिनको लागि, सुरुवात गर्नको लागि चाहिँ त्यो एउटा दिन हो। त्यो दिनदेखि चाहिँ काउन्ट हुन्छ 2 वर्ष। र 2 वर्षसम्म चाहिँ हामीले काम गर्न पाउने कि नपाउने भन्दाखेरि इन्पार्टमेन्टोले मात्रै चाहिँ हामी काम गर्न पाउँदैनौँ, लिगल हुँदैन। सो हामी इन्पार्टमेन्टो गरेर पनि हामी यो ठाउँमा बस्यौँ भने, स्पेनमा बस्यौँ भने हामी लिगल रूपमा हामीलाई खुलेर हिँड्ने, मजाले गर्ने, त्यो 2 वर्षसम्म म यसरी बस्छु अनि डकुमेन्टको लागि अप्लाई गर्छु भनेर पुरा डन भएर हिँड्न गर्न पाइँदैन। यो अर्काको देश हो, अर्काको देशमा हामी आएका छौँ। हामी एउटा यो सुरुवात हो, यो देशमा हामी लिगली राम्रोसँगले बस्न सक्छौँ, गर्न सक्छौँ भनेर चाहिँ एउटा सुरुवात हो। यो लिगल रूपमा इन्पार्टमेन्टो गरेर चाहिँ हामी सुरुवात गर्न सक्छौँ। त्यस पछाडि आफ्नो हस्पिटलको कागजहरू, यो इन्पार्टमेन्टो चाहिँ हामीलाई हरेक ठाउँमा चाहिनेछ। जस्तो हस्पिटलको कागजहरूको लागि, चेक जाँचको लागि भयो, लाइब्रेरीको लागि भयो, अरू कुराहरूमा पनि जै पनि सरकारी कुराहरू कामहरू गर्नु पर्यो भने इन्पार्टमेन्टो चाहिँ एकदमै आवश्यक छ। त्यही भएर नै हामीले यो गर्नुपर्ने हो। अनि कतिको प्रश्न चाहिँ यो छ कि 2 वर्ष पछाडि चाहिँ हाम्रो डकुमेन्ट बन्छ, पक्का हो? यो चाहिँ पक्का हो भन्नेमा हो भन्ने छैन है। हामीले सुरुवात इन्पार्टमेन्टोबाट गऱ्यौँ, त्यस्तै डकुमेन्टहरू अरू पनि हामीले के गर्दै लिएर जान्छौँ, त्यो सबै डकुमेन्टहरू, एभिडेन्सहरू हामीले राख्नुपर्ने हुन्छ। र राखिसके पछाडि अनि आफू एकदमै सहनशीलताका साथ, झै झगडा नगरिकन, नराम्रो कुराहरू नगरिकन यो देशको नियम पालन गरेर यो देशमा बस्नुपर्ने हुन्छ। बसिसके पछाडि आफ्नो सबै राम्रा कुराहरू 2 वर्ष पछाडि आफूले डकुमेन्ट अप्लाई गर्दाखेरि चाहिँ म यो तरिकाले यो देशमा आएँ, अब यसै गरेर मैले स्टार्टिङदेखि नै राम्रो कुराहरू गर्दैछु, लाइक मैले भाषाहरू पनि सिकिसकेँ, मैले गर्नुपर्ने सबै कुराहरू पोक्त रूपमा गरेको छु। र यो देशले म जस्तो नागरिकलाई अब नगुमाओस् होला। तपाईँहरूले म जस्तो इमान्दारी मान्छेलाई त तपाईँहरूले लिन चाहनुहुन्छ भनेर, अब हामी पनि यस्तै प्रब्लम भएर आएका मान्छेहरू भनेर हामीले प्रस्ताव गर्दाखेरि उहाँहरूले डिसिजन लिने कुरा हो। तपाईँहरूले यो कन्फ्युजनमा नरहनु कि 2 वर्ष पछाडि चाहिँ 100% ग्यारेन्टी आफूसँग कार्ड हुन्छ, हामीसँग रेसिडेन्सी कार्ड हुन्छ, हामी यहाँको लिगल जनता बन्छौँ भनेर प्लिज यो भ्रममा नपर्नु होला, जुन चाहिँ गलत हो। आफूले सकेसम्मको नियम कानुनहरू फलो गर्दै लाँदाखेरि हामीले प्रस्ताव राख्ने हो। प्रस्तावमा हामी खडा उत्रौँ र रिजल्ट पास भयौँ भने चाहिँ हामी यो देशको रेसिडेन्सी पाउँछौँ। यदि त्यसमा खडा उत्रिनौँ भने हामीले 2 वर्ष पछाडि, 3 वर्ष पछाडि, 4 वर्ष पछाडि, जतिसुकै वर्ष पछाडि होस्, हामी यो देशको रेसिडेन्सी पाउँदैनौँ। यो चाहिँ तपाईँहरूले क्लियर अप हुनु पऱ्यो। सबैको माइन्डमा चाहिँ 2 वर्ष पछाडि पाउँछ भन्ने छ, जुन चाहिँ गलत हो। यो चाहिँ तपाईँहरूले बुझ्नुपर्ने कुरा हो। सो हामी 2 वर्ष पछाडि रेसिडेन्सी प्राप्त गर्नका लागि चाहिँ एकदमै
इमान्दारिकता भएर हामीले देखाउनु पर्ने हुन्छ यहाँको नियम कानुन सबै पालना गर्नुपर्ने हुन्छ र आफू राम्रो भए आफू भलो जगतै भलो भन्छ सो आफू भलो भइसकेपछि जगतले पनि तपाईँलाई भलो देखि नै हाल्छ गरि नै हाल्छ सो क्या त्यसको आधारमा चाहिँ हामीले 2 वर्ष पछाडि रेसिडेन्सी पाउने भन्ने हो उहाँले मलाई यो थोरै कामको विषय जोड्नु भयो र मैले कन्टिन्यू यो विषय जोडेको हो सो तपाईँहरूले बुझ्नुभयो होला म पनि सुरुवाती दिनमा छु भर्खर आएको 2 हप्ता मात्रै भयो मेरो तर्फबाट प्रयास राख्ने छु ताकि 2 वर्ष पछाडि रेसिडेन्स बनोस् भनेर सो होप फर द बेस्ट तपाईँहरूलाई पनि नयाँ अनुभवहरूलाई पनि पुरानो आउनेहरूलाई पनि मेरो कुरा बुझेर आउनुभयो भने चाहिँ हजुरहरूलाई सजिलो हुन्छ सो बाई बाई सी यू अन नेक्स्ट भिडियो बाई